बाबुको नाम के हो बाबु? मेरो नाम चाहिँ सौगात सेन्चुरी हो। तिमी कुन स्कुलमा पढ्ने? म मोक्षदा स्कुल। ए अनि तिमीलाई क्रिकेटमा ब्याटिङ बलिङ के गर्न मन लाग्छ बढी? म चाहिँ बलिङ अलराउन्डर हो। बलिङ अलराउन्डर। कुन बलिङ चाहिँ कुन गर्छौ तिमी? म मिडियम पेस। मिडियम पेस। ब्याटिङ कुन डाउनमा जान्छौ तिमी ब्याटिङ गर्न? म 4-5 डाउन। ओके। अनि तिमी अहिले कहाँ चाहिँ कुनै एकाडेमीमा खेलिरहेछौ तिमी? म चाहिँ अहिले ओसिस क्रिकेट एकाडेमीमा खेलिरहेको छु। ओके। अनि त्यहाँ तिमीलाई को कोचले चाहिँ तिमीलाई कोचिङ गर्नुहुन्छ अहिले? रबिन सर। ए रबिन जोशी। ओके, रबिन जोशीले। ओके। अनि तिमी अब अहिले चाहिँ अब कति वर्षको भयो त बाबु? म 11 वर्ष भएँ। 11 वर्ष भयो। तिमीलाई यसरी बसेर बाहिर बसेर यसरी पानी लिएर जाँदा केही दुःख त लागेको छैन नि? छैन। केही कुरा सिक्नुपर्छ होइन, बिस्तारै होइन। यो टिममा पर्नु नै ठुलो कुरो भएको छ तिमीहरू होइन, सानै छौ अहिले होइन। तिमीलाई अनि यहाँ यो गेम खेलेर अन्डर-16 स्कुल गेम खेलेर तिमीले चाहिँ अनि पछि देश नेपाललाई रिप्रेजेन्ट गर्न मन लागेको छ? हो। ओके। तिमी पछिसम्म खेल्छौ त्यसो भने क्रिकेट, देशको लागि खेल्न चाहन्छौ? ओके। तिमी कहाँ बस्छौ बाबु? म गोकर्णेश्वर आरुबारी। अनि पढ्ने कति क्लासमा तिमी? म 5 क्लास। ओके ल, विश यु अल द गुड लक। राम्रोसँग खेल्नु है। यसरी नै क्रिकेटमा एक्स्ट्रा पर्यो भनेर चाहिँ चित्त दुखाउनु हुँदैन, बिस्तारै सिक्दै जाने हो है बाबु। ल, विश यु अल द गुड लक। ल।